र भिडियो काल भन्छ आधो रहेछ एकदमै आटो भने कलिलो तामालाई सोध्रा मलाई कलिलो तामालाई सोध्रा मलाई सक्यो यसरी अनि तपाईको एउटा जाम न ल इन्टास ल तपाईको मालाले भोलि देखाउनु म गरिहाल्छु जाऊ ल ल एउटा ब्यारल हान्यौँ न अघि जस्तै ल छिटो तपाईको पालो ल म भन्छु ल यसरी खाएर के हुन्छ र तिम्रो ज्यान यसरी खाएर के हुन्छ र तिम्रो ज्यान भोलि बिहानै हेर तिम्रो कस्तो हुन्छ ज्यान कलिलो टामालाई सोधेर मलाई कलिलो टामालाई सोधेर मलाई भन् जस्तो मेरो जिन्दगी हुन्छ र मेरो पालो सकेको छैन कि ल फेरि स्टार्ट ल आज हामीले रोबिन दाइको खाए हामीले बोतल खाए बोतल आज हामीले रोबिन दाइको खाए बाटो बाटो खाइदियो पार्टी खाइदियो भन्नै दिन्न यार भन्नै दिन्न यार त्यो झेला भयो नि हामी यसरी आएर आज हामीले रोबिन दाइको खाए बाटो बाटै खाए आज हामीले रोबिन दाइको खाए बाटो बाटै खायो यो रात जाने भयो कान्छा दाइ भए रातो रातो भन्न कलिलो तामालाई सोधला मलाई कलिलो तामालाई सोधला मलाई तपाईँको पालो ल एउटा जाओस् हानिमुनि 5 पैसा तल्केको ब्यारल हाल्नु पर्छ यो भाइ कस्तो रे तल्केको माया नलाइका जान्छ ए डौरी फेरि एउटा जाओस् न ठुलो ऐना काठमाडौँमा ठुल्ठुलो ऐना फर्की फर्की नहेर न तिम्रो चाहिँ होइन माकुरी थालेमा बल्ल बल्ल माकुरी नि माया थालेमा पाइन सम्झेर बोलायो पाइन सम्झेर बोलायो छुरो तानी बसेर रमायो बल्ल पर्यो माकुरी छालेमा कस्तो भन्छ आउँदैन फेरि हान्यौँ न ठिक छ भने ठिक छ क्या ल ल भेना ल एक जाओस् ल ल ल कडा जानु पर्यो दसैँ आयो तिहार छाइयो दसैँ र तिहार छाइयो रबिनको नि बिहे त भयो ल ल ल बिकेसु हामी यसै आएको होइन हामी त आएको होइन रबिनको बिहेमा खान आएको ल ल फेरि हानु ल यो अलि भएन ल ल फेरि हानौँ ल बसौँ फेरि ल बसेर ल कडा जानु पर्यो है ल ठिकै छ है तिम्रो छ कि मेरो छ तपाईँको पालो हो होइन अस्तिको अरूको साटो यो रहेछ लास्टै नै लाटो माकुरी छालेमा माकुरी छालेमा ल ल ल ल भेडाको पालो ल भनेर हुँदैन हेर भनेर हुँदैन हेर म एक गिलास रक्सी चाहिँ खुवाएर बल्ल बल्ल निर्माया
एकछिन विकास फेरि भित्तामा ल ल ल फेरि भित्तामा यो दाइ मन परेन एकछिन एकछिन यो मेरो हो ब्याटलमा कान्छा दाइ फेर हैन ल ल तिम्रो हे म भन्छु बस एकछिन न ब्याटलमा कान्छा दाइ फेर ब्याटलमा कान्छा दाइ फेर यो दाइ रातभरि झ्याप भयो गयो खेर बल्ल पर्यो माकुरी तालीमा अझै उर्रै सक्यो एकैचोटि सकाइदिए ल बसेर फेरि एकचोटि हान्नु सुन्नु भएको छ बस न बसेर उठाउँ के नखाएर नबस यसरी बसेर नखाएर मलाई अगाडि बसेर भने बल्ल पर निर्माया रबिन आयो फेरि रबिन खाना जान्छ हर्षका दिन लैले वर्षमा दिन तपाईँको पालो छ ल एकचोटि बसेर हानिदिउँ ल बस्नु न अलि एकछिन विकेश विकेश एकछिन एकछिन विकेश एकछिन ब्याडल हान्छ क्या ल सातटा हानेर एउटा ब्याडल हानिदिउँ ल यताउति डुलेर आयो म त खाँदै पनि धेरै आयो म त कसलाई के भनौँ र म के गरौँ धेरै लामो भयो ल ल फेरि एकचोटि चान्स चान्स ल ल चान्स दिइसक्यो ल बस्नु न त्यहाँ यसरी भनेर म त मान्दिन होला तिमी बसेर मान्दिन दसैँको बेला अलिक मिलेन कि गीत गाउँछ भन्छ हैन गीत गाउँदा भन्छ राजामती कुमती है गीत गाउँदा भन्छ राजामती कुमती यो दाइको साली आए मसँग पिरती होइन भए कलिलो तामालाई सोध रामालाई कलिलो तामालाई सोध ल ल ल भेनाको त साथीभाइ भेटियो आज दसैँमा त सबैजना रमाइलो त गरियो हाँसिहाल्छ उता के भन्छ ल ल फेरि ल एकचोटि ल होइन क्या फेरि देखिनु पानी मुनि 5 पैसा तल्केको 5 पैसा तल्केको तिम्रो दिदी मसँग टल्केको बल्ल पर निर्माया माकुरी जालेमा बल्ल पर निर्माया माकुरी जालेमा तिम्रो दिदी मसँग टल्केको मसँग टल्केको तिम्रो दिदी मसँग टल्केको
कडा ल ओभर कडा गयो ल ल विकेश पालो काठमाडौँमा ठुलो ठुलो ऐना काठमाडौँमा ठुलो ठुलो ऐना फर्की फर्की नहेर न तिम्रो सालो होइन हे हो भने कलिलो तामालाई सोध रामालाई आहा कलिलो तामालाई सोध ल भेडाको पालो दुःख सुख छोडेर आएको छु मैले पनि घरबाट छोडेर आएको छु ज्यादा लुटे त्यहाँबाट आएर म त बसियो यो घरमा बसियो यो घरमा बुहारी पनि हेर्न पायो यो घरमा कलिलो तामालाई सोध रामालाई आहा कलिलो तामालाई सोध रामालाई आहा कलिलो तामालाई ल विकेश पालो आज भोलि हुन्छ हामी साथ हे आज भोलि हुन्छ हामी साथ फेरि आज भोलि हुन्छ हामी साथ हे आज भोलि हुन्छ हामी सात दिताङ कान्छा दानै नभए जान्छ कसरी रात होइन भने कलिलो तामालाई सोध रामालाई सोध रामालाई कलिलो तामालाई सोध रामालाई ल कडा जानु पर्यो विकेश है ल विकेश राति घरमा कसरी जान्छ विकेश राति कसरी घर जान्छ मेरो घर भन्दा पनि तिम्रो घर तारा साँझ जाने आजकलको जोवनमा कान्छा दाइको सहारा आजकलको जोवनमा कान्छा दाइको सहारा यो दाइले भने जस्तो गर्छ मेरो टाढा होइन भए कलिलो तामालाई मसँग काम गरेर फुर्ती गर्छौ तिमी मसँग त काम गरेर फुर्ती गर्छौ तिमी अहिले आएर मलाई ढाँट देखाउँछ तिमीले कलिलो तामालाई हिजो मेरो बाउले खाएको सुर्ती हिजो मेरो बाउले खाएको सुर्ती हेर न यो दाइको भाइको गाडी कत्रो फुर्ती होइन भने कलिलो तामालाई सोध रामालाई कलिलो तामालाई सोध रामालाई
तिम्रो बाबुको मैले सुतिमान तिमी आज बिहान खाएँ मैले आज मैले बिहान खाएँ हेर न यो दाइ कस्तो छ्याप यसरी त नभन्नु हो सोल्टा मेरो पनि यो घरको त ज्वाइँ गयो अब मैले राखेँ यो दाइलाई 1000वटा शर्त यो दाइलाई मैले राखेँ 1000वटा शर्त राखेको मैले यो दाइले बोल्यो भाइको अगाडि के भयो अर्थ होइन भने कलिलो तामालाई सोध रामालाई आहा कलिलो तामालाई सोध रामालाई आहा कलिलो तामालाई सोध रामालाई यसो नबनाऊ भाइ नबनाऊ मलाई भाइ तिम्रो लागि मैले पनि के गरेको छु होइन भने अब एकताल पक्रिए ल बाँसरी बाजाओस् न त अब एकताल सोच्दैछु यो दाइ कम ब्याक त आउनु पर्यो नि यदि मैले दाइको बहिनी बेगरे हुन्छु म साला है यदि मैले दाइको बहिनी बेगरे हुन्छु साला आज रबिन दाइले लगाइदियो भाउजूलाई माला होइन भए के भन्दा अब म मात्रै बोल्ने इन्ट्रेस्ट छैन हामीलाई त आउँदैन नि त्यस्तो गीतै मजाले गाउनुपर्छ नोटे चोट गाइदे त्यस्तो गीत खाएर हुन्न चुट र ढुमा यहाँ पर्ने हुन्छ कसिलो छ्याङ्ले के हुन्छ भने सबैलाई सोधेर सोझा भात खाएर हुन्न कस्तो आहा कलिलो टामालाई सोझा मलाई आहा के भन्छ यो गीत मलाई कोल भन्छु ल नर्मल छ कसरी गाउँछ यो लाइचो फेसन मैले बिर्स्यो भने हाम्रो घरमा रबिनको बिहे भएछ नि
विकास दाई त्यही त कस्तो गाइदिन्छ विकास दाई कहाँ कहाँ विकास दाई कोक त्यहाँ छ है रोकिदिनु